दुलालाई लगाइदिने म यहाँ बेमा छु त म बेमा छु हजुर तपाईँ चाहिँ ओम गजानन प्रासने रुद्रपाणि रक्ताम्बर डोका गादिनीम गणे म आज भ्याउँदिनँ होला आज भगवतीतनाथ भूतिम विघ्नेश्वरो हजुर मेरो त्यस्तै नै छ आज नि बारी फलसिद्ध विघ्नेशो नाम आज मेरो त्यस्तै नै छ म अलिक भ्याउँदिनँ होला आज किन के छ चतुर मुख चक्र यज्ञ पवित्र देह इन्द्रादि देवैर विपूजित कति आएछ अरुन्धति 97 आएछ भोलि आउँदा हुँदैन जगतपति र दिगपति अहिले सर्भिस सही छैन तपाईँको वसन्त लक्ष्मी पशुराज लक्ष्मी श्री राज लक्ष्मी कमला श्री विष्णु पत्नी उता कामबाट बरु छोराछोरी आउँदा आउँदैन त्रिशूल संगंगावधरो महेश अनि त्यो के सुख छ नि सुख भनेहरू त एकचोटि कल्याण गौरी कलानी श्री राम फेरि हेर्नु न म पुत्री सीतांगढे आज भ्याउँदिनँ होला विभूषणाचः सिंहारूढापदस्यात पाणि म आज काममा पनि गइनँ त्रैलोक्य माता शरणे म बुधबार त म कहिले जानु हुन्छ अदृश्य गुरुकोटि दिनाथ माता देव ए सुन्नु न आज जानु भने गइहाल्नु कहीँ जानु भएन भने भोलि जाउँ न ल हजुर सात वेद स पिता आज नि तपाईँ जानु भने गइहाल्नु कि होइन नि भोलि जाउँ धर्म वेद सुकृत वर्ण शुक्लांबर कृष्ण स्वरूप मूर्ति वैशाख गोत्र कमला यथाक्षे देव मूर्ति जगदेव चक्षुर नारायण शंभु परस्वरूप प्रभाकर साजिल लोक हेतुरो भरस हेतु हो कला निधि कौरव बंधुवर्ग ठिकै छ नि तपाईँ आज भने जानुहोस् कि भएन नि भोलि जाउँला ईश्वर जनिक दिशः महित महिमादिरिसा सदा बलियान सतते हजुर हिरण्य वर्णा न कना दिनो के भन्नु संग बोले से तुरसह बुधस विज्ञान विचक्षणो पैसा समस्त विज्ञान गुरु मनीषी सुरेंद्र पूज्य सूरज नैक गम्य बृहस्पति मंगल नामधेय तिलकम यसो गरौँ न हाम्रो सानीमाको छोराहरू छन् होला कि के केहरू कोही छैन तपाईँ एक्लै जाँदा पनि अप्ठ्यारो हुन्छ होइन अब सकियो भने तिलकपाती गर्ने अनि बेहुलीलाई लुगै लगाएको छैन लुगा लाउँछन् त्यही त म पनि हेर्नु न म भ्याइराखेको छुइनँ न म गरिदिइहाल्थेँ हजुर ल ठिकै छ अब के गर्ने त्यो हुन्छ नि ठिकै छ त्यति त सक्ने त्यो अघि वरण गरेर चामल कहाँ छ वरण गरेर चामल निकाल्नु अहिले बेहुलालाई बेहुलाका बाउलाई दिएको चामल कहाँ छ एउटा प्लेट मागु न प्लेट माग प्लेटै बोक्दा कहाँ